काठमाडौँको आकाश रेखामा शिर उठाएर उभिएको यो हो धरहर। शताब्दीको यात्रामा धरहरले उत्सव पनि देख्यो, उथल पुथल पनि देख्यो। यसले विजयको हाँसो सुनेको छ, शोकको सुस्केरामा पनि आत्मसात गरेको छ। प्रकृतिको प्रचण्ड कम्पनले पटक पटक यसको काया चकनाचुर बनायो, तर नेपालीहरूको अदम्य अठोटलाई भने धुलिसात गर्न सकेन। भग्नावशेषबाट फेरि उठेको धरहर आज पुनर्जागरणको अनुपम प्रतीक बनेर उभिएको छ। बिहानको पहिलो सुनौलो किरण जब उसको शिखरमा स्पर्श गर्छ, धरहर अझ भव्य देखिन्छ। साँझको मन्द उज्यालोमा यसको आकृति इतिहास र वर्तमान बीचको एउटा मौन संवाद जस्तै अनुभूति हुन्छ। हल्का हावामा फहरिने राष्ट्रिय झण्डाले यसको स्थानलाई केवल पर्यटकीय गन्तव्य होइन, भावनाले भरिएको सांस्कृतिक चौतारी बनाइदिन्छ। धरहरको चुचुरोबाट हेर्दा काठमाडौँ उपत्यका एउटा जीवान्त चित्रकला जस्तै देखिन्छ। परम्परा र आधुनिकको सहयात्रा, मठ मन्दिरका शिखरहरू, व्यस्त सडकहरू र फैलिदो सहर, यी सबै दृश्यहरूले समयको निरन्तर प्रवाहलाई मौन रूपमा अभिव्यक्त गरिरहेको हुन्छ। धरहरले हामीलाई एउटा गहिरो सत्य सम्झाइरहेको हुन्छ। ढुङ्गा भत्किन सक्छ, संरचना ढल्न सक्छ, तर आशा पराजित हुँदैन। इतिहासले चोट दिन सक्छ, तर भविष्य निर्माण गर्ने साहस पनि त्यही इतिहासले सिकाउँछ। त्यसैले धरहर केवल एउटा टावर होइन, यो नेपाली अस्तित्वको धड्कन, सङ्घर्षको उज्यालो हो, एउटा प्रतिज्ञा हो। पुस्तौँ पुस्तासम्म समयसँग संवाद गरिरहने नेपालको अविचल आत्माको मौन स्मरक हो।